सङ्घीय तथा प्रदेशका एक्जामहरू एकदमै नजिक छन्। सो त्यसै विषयलाई ध्यानमा राखेर आजको यस भिडियो तयार पारिएको हो। साथीहरू, आजको भिडियोमा हामीले मोडल सेट 6 गर्नेछौँ। यसभन्दा अगाडि हामीले 5वटा मोडल सेट सकाइसकेका छौँ र मैले के ट्राई गर्दैछु भनेपछि अब प्रत्येक टपिक वाइज पनि एउटा भिडियोहरू ल्याउने ट्राई गर्दैछु है। त्यसको लागि पनि तपाईँले सब्सक्राइब गरेर राख्नु होला है। आजको भिडियोलाई चाहिँ पुरै हेर्नु होला है। एकदमै इम्पोर्टेन्ट क्वेसनहरू लिएर आएको छु है मैले यस भिडियोमा। ल प्रश्न सुरु गरौँ है। अब हामी चाहिँ अब विश्वमा सबैभन्दा धेरै सुन तथा हिरा उत्पादन हुने महादेश कुन हो भनेर सोधेको छ। फर्स्टमा हामीलाई के सोधेको छ? प्रश्न नम्बर 1 मा विश्वमा सबैभन्दा धेरै सुन तथा हिरा उत्पादन हुने महादेश कुन हो भनेर सोधेको छ है हामीलाई। ल हाम्रो अप्सनमा के छ हेरौँ त। एसिया महादेश है, युरोप महादेश, उत्तर अमेरिका महादेश, अफ्रिका महादेश है। हाम्रो क्वेसन के छ? विश्वमा सबैभन्दा धेरै सुन तथा हिरा उत्पादन हुने महादेश कुन हो भनेर हामीलाई सोधिएको छ है। ल तपाईँले एकचोटि ट्राई गर्नुहोस्, त्यसपछि मैले आन्सर भन्नेछु है। तपाईँले पनि ट्राई गर्दा तपाईँलाई पनि कन्सेप्ट बिल्डअप हुन्छ नि त, होइन र? ल विश्वमा सबैभन्दा धेरै सुन तथा हिरा उत्पादन हुने महादेश कुन हो भनेर सोध्यो भने हाम्रो आन्सर के हुन्छ त? हेर्नुहोस् त। ल अफ्रिका है। ल अफ्रिका जसले पनि भन्नुभएको थियो उहाँको एकदमै राइट आन्सर रहेको छ। अफ्रिकामा सबैभन्दा धेरै सुन तथा हिरा उत्पादन हुन्छ है। ल अब दोस्रो नम्बर प्रश्नमा जाऊँ। समूह आई र समूह आइआई बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भनेर हामीलाई भनेको छ है। समूह आई र आइआई है। ल समूह आई यता दिएको छ, समूह आइआई यता दिएको छ है। ल हाम्रो बर्मा दिएको छ, मेसोपोटामिया दिएको छ, पर्सिया दिएको छ र हाम्रो गोल्ड कोस्ट दिएको छ। भनेपछि हाम्रो समूह आइआईमा के दिएको छ? घाना, इरान, म्यानमार र हाम्रो इराक दिएको छ है। पहिला चाहिँ यो देशहरूलाई अहिले घाना हामीले इरान भनेर चिन्छौँ। यो देशलाई पहिला कुन सभ्यता थियो अथवा कुन पुरानो नामले चिनिन्थ्यो भनेर हामीलाई सोधेको है। ल हेर्नुहोस् त। ल तपाईँले एकचोटि ट्राई गर्नुहोस्, त्यसपछि म भन्छु नि है। ल ट्राई गर्नुभयो? ल मैले भने है बर्मा है, जुन बर्मा छ नि हाम्रो म्यानमारको पुरानो नाम है। म्यानमारको पुरानो नाम के रहेछ? बर्मा है। बर्मा भनेपछि म्यानमारलाई पहिला बर्मा भनिन्थ्यो है। ल अब मेसोपोटामिया कताबाट सुरु भएको हो हेर्नुहोस् है। मेसोपोटामिया कताबाट सुरु भएको भन्नुहोस् त? इराकबाट है। इराकको सभ्यता है, इराकको पुरानो सभ्यता होइन, सबभन्दा पुरानो सभ्यता के हो? मेसोपोटामिया है। ल अब पर्सिया, पर्सिया भनेको हाम्रो इरान पनि हो है। इरानलाई हामीले पर्सिया भनेर चिन्थ्यौँ है। गोल्ड कोस्ट है, गोल्ड कोस्ट भनेको हाम्रो के रहेछ? घाना है। घानालाई के पनि भन्थ्यो? गोल्ड कोस्ट पनि भन्थ्यो है। भनेपछि अप्सन कुन मिल्यो? 1 को सी, 2 को डी, भनेपछि 1 को सी, 2 को डी, 3 को बी र 4 को 1, भनेपछि ए अप्सन करेक्ट भयो त कि कुन भयो? 1 को सी, 2 को डी, 3 को बी, 4 को 1 नै हो है। ल ए अप्सन करेक्ट भयो है। ल अब अर्कोमा जाऊँ। ल 3 नम्बरमा जाऊँ। नेपालको वर्तमान राष्ट्रिय गान व्यवस्थापिका संसदबाट धुनसहित कहिले सार्वजनिक भएको थियो भनेर सोधेको छ। हेर्नुहोस् त, एकदमै इम्पोर्टेन्ट क्वेसन है। नेपालको वर्तमान राष्ट्रिय गान व्यवस्थापिका संसदबाट धुनसहित कहिले सार्वजनिक भएको थियो भनेर हामीलाई क्वेसन सोधेको छ है। ल हाम्रो अप्सनमा हेरौँ त। 2064 जेठ 15 गते है, 2065 जेठ 15 गते, 2065 साउन 14 गते, 2065 साउन 28 गते है। हाम्रो व्यवस्थापिकाबाट है, व्यवस्थापिका संसदबाट हाम्रो राष्ट्रिय गान जुन चाहिँ धुनसहित नै कहिले सार्वजनिक भयो भनेर हामीलाई सोधेको छ है। ल एकचोटि ट्राई गर्नुहोस् त, तपाईँले एकचोटि ट्राई गर्नुहोस् है। ल म भनौँ त। ल हाम्रो आन्सर के हो? 2065 साल साउन 14 गते चाहिँ नेपाली राष्ट्रिय गानको धुनसहित व्यवस्थापिका संसदबाट सार्वजनिक भएको थियो है। ल 2065 साउन 14 गते है। ल याद गरेर राख्नु होला। ल अब 4 नम्बरमा जाऊँ। नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक संयुक्त अधिराज्य भन्नु भने संयुक्त राष्ट्र अधिराज्य भन्दा नि हुन्छ है। ल जस युनाइटेड किङडम हो अथवा हामीले बेलायत भनेर पनि चिन्छौँ होइन, संयुक्त अधिराज्य हो भने दोस्रो मुलुक कुन हो भनेर सोधेको छ है। नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम गर्ने राष्ट्र कुन रहेछ? संयुक्त अधिराज्य। भनेपछि हाम्रो दोस्रो कुन हो भनेर हामीलाई सोधेको छ है। ल हाम्रो अप्सनमा के छ? भारत छ है, त्यसपछि चीन छ है, संयुक्त राष्ट्र अमेरिका है, राज्य अमेरिका है, अथवा अनि त्यसपछि अर्को के छ? फ्रान्स छ है। ल एकचोटि ट्राई गर्नुहोस् त। भारत होला कि, चीन होला कि, अमेरिका होला कि, फ्रान्स होला? ल एकचोटि ट्राई गर्नुहोस् त। ल ट्राई गर्नुभयो? ल मैले भने है संयुक्त राष्ट्र अमेरिका अथवा संयुक्त राज्य अमेरिका भनेर भन्छौँ है। संयुक्त राष्ट्र सङ्घतिर आइरहेको छ है मेरो बोली चाहिँ। संयुक्त राज्य अमेरिका होइन, युएसए पनि भन्छौँ नि होइन र?
अमेरिका भन्दा हुन्छ है। ल 5 नम्बरमा जाऊ है। नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुन्छ भनेर सोधेको छ हामीलाई है। के भनेको छ, नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुन्छ भनेर सोधेको छ हामीलाई। अप्सन नम्बर ए मा रहेको छ हाम्रो प्रधानमन्त्रीको कानुनी सल्लाहकार भनेर भनिएको छ है। अप्सन नम्बर बी मा भनेको छ हामीलाई कानुन मन्त्री भनेर भनिएको छ। अप्सन नम्बर सी मा रहेको छ हाम्रो प्रधान न्यायाधीश भनेर भनिएको छ र अप्सन नम्बर डी मा के भनिएको छ त महान्यायाधिवक्ता भनेर भनिएको छ है। नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुन्छ भनेर भनिएको छ है। एकचोटि तपाईले ट्राई गर्नुस् त। ल ट्राई गर्नुभयो। ल मैले भने है महान्यायाधिवक्ता हुन्छ है। महान्यायाधिवक्ता हुने रहेछ है नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार है। महान्यायाधिवक्ता के हुने रहेछ, नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार हुने रहेछ है। ल 6 नम्बरमा जाम। नेपालको विद्यमान संविधानको सम्बन्धमा कुन भनाइ ठिक छ भनिएको छ। हामीलाई के अब अप्सन दिएको छ 35 भाग 308 धारा र 3 अनुसूची है। 35 भाग 308 धारा 3 अनुसूची है। अप्सन म पढिदिन्छु, त्यसपछि तपाईले भन्नुहोस्, त्यसपछि म भन्छु है। 23 भाग 133 धारा 9 अनुसूची भनेर भनिएको छ बी नम्बर अप्सनमा है। 3 नम्बर अप्सन अथवा सी नम्बर अप्सनमा के भनेको छ 35 भाग 305 धारा 9 अनुसूची भनेर भनिएको छ। त्यसरी नै डी नम्बर अप्सनमा 35 भाग 308 धारा र 9 अनुसूची भनेर भनिएको छ है हामीलाई। ल एकचोटि तपाईले ट्राई गर्नुहोस् त। ल तपाईले ट्राई गर्नुहोस् एकचोटि। ल मैले भनौँ त, एकदमै सजिलो क्वेसन पनि हो नि हैन र यो त। 35 भाग 308 धारा र 9 अनुसूची भनेपछि हाम्रो कुन अप्सन ठिक भयो त, डी नम्बर अप्सन ठिक भयो है। ल अब 7 नम्बर जाउँ है। 7 नम्बरमा जाँदा हुन्छ है। ल नेपालमा लिच्छवी कालमा राजकीय भाषा के थियो भनेर भनिएको छ है। नेपालमा लिच्छवी कालमा राजकीय भाषा के थियो भनेर हामीलाई भनिएको छ है। हाम्रो अप्सनमा के छ हेरौँ है। नेपाल भाषा है, राई भाषा भनेर हामीले अप्सनमा दिएको छ, संस्कृत भाषा र हाम्रो खस भाषा भनेर अप्सनमा दिएको छ है। नेपालमा लिच्छवी कालमा राजकीय भाषा के थियो भनेर हामीलाई क्वेसन सोधेको छ। ल एकचोटि तपाईले ट्राई गर्नुहोस् त। ल ट्राई गर्नुभयो। ल हाम्रो लिच्छवी कालमा संस्कृत भाषा राजकीय भाषाको रूपमा परिचित थियो अथवा राजकीय भाषाको रूपमा मान्यता दिएको थियो है संस्कृत भाषालाई। लिच्छवी कालमा कुन भाषालाई रहेछ राजकीय भाषाको रूपमा एक्सेप्ट गरेको, संस्कृत भाषा है। कुन रहेछ, संस्कृत भाषा। ल 8 नम्बरमा हेरौँ। विश्व मृगौला दिवस कहिले मनाइन्छ भनेर भनिएको छ है। के भनेको छ, विश्व मृगौला दिवस कहिले मनाइन्छ भनेर हामीलाई भनिएको छ। हाम्रो अप्सनहरू हेरौँ। अप्रिल 15 हो कि है, मार्च 9 हो कि, जुलाई 11 हो कि है, अगस्त 27 हो भनेर हामीलाई अप्सन दिएको छ है। र मृगौला दिवस कहिले मनाइन्छ होला, एकचोटि ट्राई तपाईले गेस गर्नुहोस् त। ल गेस गर्नुहोस् है। ल गेस गर्नुभयो। ल हाम्रो विश्व मृगौला दिवस कहिले मनाइन्छ त, मार्च 9 मा मनाइन्छ है। कहिले मनाइन्छ, मार्च 9 मा मनाइन्छ है मृगौला दिवस है। विश्व मृगौला दिवस मार्च 9 मा मनाइन्छ। ल 9 नम्बर क्वेसनमा हेरौँ। दोस्रो विश्वयुद्धपछि जापानको हिरोसिमाको भ्रमण गर्ने अमेरिकी बहालवाला प्रधानमन्त्री को हुन् भनेको छ है। अहिले बहालमा रहेको प्रधानमन्त्री अथवा राष्ट्रपति है, कस्तो मैले उल्टो पढेछु, राष्ट्रपति मध्ये अमेरिकाको दोस्रो विश्वयुद्धपछि हिरोसिमामा भ्रमण गर्ने राष्ट्रपति को हुन् दिएको मध्ये भनेर भनिएको छ है हामीलाई। हाम्रो अप्सनहरू के छ, जिमी कार्टर है, जिमी कार्टर हुन् कि रिचर्ड निक्सन हुन् कि है, बाराक ओबामा हुनुपर्ने, बाराक ओबामा भएछ है। ल ठिक छ, बाराक ओबामा भनेर सम्झनु, अनि कुनै पनि होइन भनेर भनिएको छ है हामीलाई। दोस्रो विश्वयुद्धपछि हाम्रो जापानको हिरोसिमामा हाम्रो तहस नहस भएको थियो नि त हैन र, बम खसालेर हो। हिरोसिमामा भ्रमण गर्ने अमेरिकी राष्ट्रपति को हुन् भनेर हामीलाई भनिएको छ है। ल एकचोटि तपाईले ट्राई गर्नुहोस् त। ल ट्राई गर्नुहोस् त। ल मैले भने है। ल हाम्रो बाराक ओबामा राष्ट्रपति थिए नि, उनी चाहिँ हाम्रो यो हिरोसिमामा पनि भ्रमण गरेका थिए है। उनले हिरोसिमामा भ्रमण गर्ने को रहेछन् त, बाराक ओबामा है। ल 10 नम्बरमा जाम हामी। गोबी मरुभूमि कुन महादेशमा पर्दछ भनेर हामीलाई क्वेसन सोधेको छ है। के भनेको छ, गोबी मरुभूमि कुन महादेशमा पर्दछ भनेर हामीलाई क्वेसन सोधेको छ। अप्सन नम्बर ए मा के छ, हाम्रो एसिया छ। अप्सन नम्बर बी मा के छ, हाम्रो युरोप छ। अप्सन नम्बर सी मा के छ, हाम्रो अफ्रिका छ। अप्सन नम्बर डी मा के छ, हाम्रो दक्षिण अमेरिका छ है। गोबी मरुभूमि कुन महादेशमा पर्दछ, एकचोटि ट्राई गर्नुहोस् त। तपाईले गेस गर्नुहोस् त, तपाईले सजिलै गेस गर्न सक्नुहुन्छ होला है। ल एकचोटि ट्राई गर्नुहोस् है। ल मैले भनौँ त, गोबी मरुभूमि हाम्रो
एसिया महादेशमा पर्दछ है। कुन महादेशमा पर्दो रहेछ त? एसिया महादेशमा पर्दछ है। ल 11 नम्बरमा जाम है। ल समूह आई र समूह आई बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भनेर भनिएको छ है। हामीलाई दुईटा समूह दिएको छ र हामीले जोडा मिलाउनु पर्ने छ हैन त। ल समूह आई र हाम्रो समूह आई छ र हाम्रो समूह आईमा जात दिएको छ र समूह आईमा हाम्रो नाच होला हैन। ल मगर है, थारू है, त्यसरी नै गुरुङ, त्यसरी नै हाम्रो शेर्पा जाति हुनुहुन्छ है। ल त्यसरी नै हाम्रो नाचहरु झिझिया है, त्यसरी नै सोरठी है, स्याब्रु है, त्यसरी नै कौरा है। ल एकचोटी तपाईले ट्राई गर्नुस् त। ल तपाईले ट्राई गर्नुस् त एकचोटी। ल मैले भने है। ल मगर डान्स मैले एकचोटी तपाईले भने है। ल मैले अब चाहिँ भने है। ल मगरको के हो? कौरा है। मगरको के हो त? कौरा हो है। ल त्यसरी नै थारुको के हो त? झिझिया हो है। थारुको के हो? झिझिया हो है। ल गुरुङको के हो है? गुरुङको के हो भन्नुस् त एकचोटी। ल गुरुङको के हो त? सोरठी हो है। गुरुङको सोरठी हो है। शेर्पाको के हो? स्याब्रु है। शेर्पाको स्याब्रु हो है। भनेपछि अप्सन नम्बर कुन भयो? ठिक। ल हेर्नुस् त एकचोटी ट्राई। ए को 4, बी को 1 भनेपछि ए नम्बर अप्सन नै सिधै करेक्ट भइहाल्यो हैन। सी को 2 छ नि त हैन यो त। ल 12 मा हेरौँ। रुसी क्रान्तिपछि रुसी सेनालाई के भन्न थालियो भनेर हामीलाई क्वेशन सोधेको छ है। रुसी क्रान्तिपछि रुसी सेनालाई के भन्न थालियो भनेर हामीलाई क्वेशन सोधेको छ है। ल एकचोटी हेरौँ त। नीलो सेना भनियो कि त्यसपछि है नयाँ सेना भनियो कि लाल सेना भनियो कि है कुनै पनि होइनन् भनेर भनिएको छ है। ल एकचोटी सुन्नुस् त फेरि। रुसी क्रान्तिपछि रुसी सेनालाई के भन्न थालियो भनेर भनिएको छ हामीलाई। एकचोटी तपाईले ट्राई गर्नुस् त। ल भनौ त म। ल हाम्रो लाल सेना चाहिँ भनिएको थियो है। लाल सेना भनेको थियो। रुसी सेना चाहिँ हाम्रो बोल्सेविक पार्टी है। त्यसपछि चाहिँ हाम्रो रुसी क्रान्तिपछि बोल्सेविक पार्टीले लेनिनको नेतृत्वमा है, लेनिनको नेतृत्वमा हाम्रो के भएको थियो? सरकार गठन भएको थियो हैन। भनेपछि सेनालाई चाहिँ के भनिने रहेछ? लाल सेना भनिने रहेछ है। ल 13 नम्बरमा हेरौँ है। ल समूह आई र समूह आई बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ है। ल समूह आईमा दिएको छ हामीलाई, समूह आईमा दिएको छ है। ल हाम्रो विभिन्न संरक्षण क्षेत्रहरू संग्रहालयहरू दिएको छ र हामीलाई अप्सनमा चाहिँ जिल्लासँग जोडा मिलाउनु पर्छ है। त्यो चाहिँ कहाँ पर्दछ भनेर हामीले थाहा पाउनु पर्छ। चमेरो संरक्षण क्षेत्र है, पहिलो अस्ट्रिच फार्म है, सर्प संग्रहालय र हाम्रो जैविक विविधता सूचना केन्द्र दिएको छ है। झापा हो कि चितवन हो कि रूपन्देही हो कि कपिलवस्तु हो है। हामीलाई तल के दिएको छ? हामीलाई अप्सनहरू दिएको छ है। ल है तपाईले एकचोटी ट्राई गर्नुस् त। ल ट्राई गर्नुस् त एकचोटी है। तल पनि अप्सनहरू त दिएकै छ है। ल ट्राई गर्नुस् है। ल ट्राई गर्नुस् त। ल म भनौ त। ल चमेरो संरक्षण क्षेत्र है, हाम्रो चमेरो संरक्षण क्षेत्र कहाँ छ? कपिलवस्तुमा छ है। चमेरो संरक्षण क्षेत्र कता छ अरे? कपिलवस्तुमा छ है त। ल त्यसरी नै हाम्रो अस्ट्रिच फार्म है, अस्ट्रिच फार्म कता छ त हाम्रो? अस्ट्रिच फार्म रूपन्देहीमा छ है। अस्ट्रिच फार्म कता छ? रूपन्देहीमा छ है। सर्प संग्रहालय भनेको छ है। सर्प संग्रहालय कता छ त हाम्रो? है चितवनमा छ। चितवनमा अरे झापामा छ है। झापामा छ है। जैविक विविधता सूचना बैंक कता छ त हाम्रो? चितवनमा छ है। भनेपछि हाम्रो कुन अप्सन मिल्यो हेर्नु त। 1 को डी, 2 को सी है, 3 को ए र 4 को बी भनेर हाम्रो कुन मिल्यो? ल एकचोटी भन्नुस् त। ए नम्बर अप्सन मिल्यो नि हैन। भनेपछि हाम्रो कुन भयो? ए नम्बर अप्सन है। ल थाहा पाउनु भयो नि है, बुझ्नु भयो है। ल 14 नम्बरमा जानु अगाडि मैले के भन्न चाहे भनेपछि तपाईलाई चाहिँ मैले अब भोलिदेखि भूगोल है, नेपालको इतिहास र तपाईले अरु अन्य चाहिँ इम्पोर्टेन्ट पार्टहरु है लगभग सबै कम्प्लिट गर्ने मैले पनि टार्गेट लगेको छु है। अरु कुन च्याप्टरहरु भन्नुहुन्छ है त्यसको पनि सर्ट भिडियो पनि ल्याउने ट्राई गर्नेछु। जस्तै हाम्रो साथीहरुले दिगो विकासको पनि भन्नुभएको थियो है, 16औं योजनाको पनि भन्नुभएको थियो है। अनि त्यसरी विज्ञान प्रविधिहरुको पनि चाहिन्छ होला। सो त्यसरी नै तपाईले पनि कमेन्ट गर्न सक्नुहुन्छ। र आजको भिडियोमा हामीले टार्गेट राखौं कि ल 100 वटा कमेन्ट है, 100 वटा कमेन्ट भयो भने चाहिँ एउटा ठुलो लङ भिडियो आउनेछ है त। ल 100 वटा कमेन्ट गर्नु पर्यो है तपाईहरुले। ल अनि एउटा के भन्न चाहे भने चाहिँ डिस्क्रिप्सनमा चाहिँ मैले फेसबुक र यो टिकटकको पनि लिंक राखिदिएको छु। तपाई जोइन हुन चाहनुहुन्छ भने कनेक्ट हुनु होला है। मैले त्यता चाहिँ नोटिसहरु राखिदिने छु है। ल हेरौँ न है। ल 14 नम्बरको हेरौँ। नेपालमा
एसएलसी बोर्डको स्थापना कहिले भएको हो भनेर हामीलाई क्वेसन सोधेको छ है। 14 नम्बरमा नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो भनेर सोधेको छ है। हाम्रो अप्सनमा के छ? विक्रम सम्वत 1989 हो कि है, विक्रम सम्वत 1990 मा हो कि है, विक्रम सम्वत 1991 मा हो कि है, विक्रम सम्वत 1992 मा है। एसएलसी बोर्डको स्थापना कहिले भएको भनेर हामीलाई के भनेको छ? क्वेसन सोधेको छ है। ल ट्राई गर्नुस् त एकचोटी। ल ट्राई गर्नुस् त। ल मैले एक भने एकदमै सही भन्नुभएको छ। विक्रम सम्वत 1990 सालमा है, 1900 कति सालमा? 90 सालमा हाम्रो एसएलसी बोर्डको स्थापना भएको हो है। र 15 नम्बरमा हेरौँ, नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि गरियो भनेको छ है। के भनेको छ? नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि गरियो भनेको छ है। ल हाम्रो अप्सन हेरौँ, विक्रम सम्वत 2018 पुस 1 गतेदेखि हो कि है, विक्रम सम्वत 2019 पुस 1 गतेदेखि हो कि, विक्रम सम्वत 2021 पुस 1 गतेदेखि हो कि, विक्रम सम्वत 2022 पुस 1 गतेदेखि हो है। तपाईँले एकचोटि ट्राई गर्नुहोस् त। ल ट्राई गर्नुहोस् है। ल भनौँ त म। ल हाम्रो करेक्ट आन्सर के भन्नुहुन्छ भने विक्रम सम्वत 2022 साल पुस 1 गतेबाट हाम्रो प्रमुख जिल्ला अधिकारी राख्ने व्यवस्था गरियो है। ल कहिलेदेखि रहेछ? विक्रम सम्वत 2022 साल पुस 1 गतेदेखि है। ल हाम्रो 16 नम्बरमा जाम है त। सार्क सम्मेलनका बारेमा निम्न कथनहरू ठिक बेठिक के छन् भनेर भनेको छ है। सार्कको कुरा गरेको छ है। सार्क सम्मेलनका बारेमा निम्न कथनहरू ठिक बेठिक के छन् हेर्नुहोस् भनेको छ है। ल 1 नम्बरमा के भनेको छ? हाम्रो पहिलो शिखर सम्मेलन बङ्गलादेशमा भएको हो है। मैले पहिलो शिखर सम्मेलन बङ्गलादेशमा भएको हो भनेको छ है। हाम्रो त्यसपछि दोस्रोमा के भनेको छ? तेस्रो र 11औं शिखर सम्मेलन काठमाडौँमा भएको थियो भनेको छ। ल एकचोटि तपाईँले ट्राई गेस गर्नुहोस्, त्यसपछि म भनिदिने नै छु। ल भयो। ल मैले भने है, पहिलो शिखर सम्मेलन हाम्रो बङ्गलादेशमा नै भएको है। ल यो चाहिँ ठिक छ नै। र तेस्रो र 11औं शिखर सम्मेलन काठमाडौँमा भएको थियो भनेको छ। ल यो पनि ठिक छ भनेपछि हाम्रो दुईटै ठिक भयो। र हाम्रो अप्सन कुन मिल्यो त? दुवै ठिक भनेपछि सी नम्बर अप्सन मिल्यो त। ल सी नम्बर अप्सन मिल्यो है। ल अब त्यसपछि हाम्रो 17 नम्बरमा जाम है। ल समूह आई र समूह आइआई बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ है। र हाम्रो यता समूह आई र समूह आइआईमा दिएको छ है। ल इन्द्र जात्राहरू दिएको छ र यता प्रचलन गर्ने है, त्यस जात्राको प्रचलन गर्ने व्यक्ति को हुन् है दिएको छ है। ल इन्द्र जात्रा दिएको छ, मानाङ्क दिएको छ है, गाई जात्रा दिएको छ र मानापति विभिन्न प्रचलनहरू दिएछ है। ल यता चाहिँ के दिएछ? जगत प्रकाश मल्ल, राम शाह, गुणकामदेव र हाम्रो मानदेव दिएको छ है। हामीलाई अप्सनमा तल दिएको होला है। ल तपाईँले ट्राई गर्नुहोस् त एकचोटि। ल 17 नम्बरको ट्राई गर्नुहोस् त एकचोटि। ल भनौँ त। ल इन्द्र जात्राको प्रचलन कसले चलाएका हुन्? गुणकामदेवले है। मानाङ्कको कसको हो त? मानाङ्क कसले? सिधै देखिरहेछ होइन, मानदेवले हुन् है। गाई जात्रा कसले हुन् त? जगत प्रकाश मल्लले हुन् है। मानापति कसले हुन् त? राम शाहले है। भनेपछि हाम्रो कुन मिल्यो त? 1 को सी 2 को डी है। 1 को सी 2 को डी भनेपछि हाम्रो 2 को डी भनेपछि सिधै डी मिलिहाल्यो होइन। ल डी मिलिहाल्यो भनेपछि ल डी नम्बर अप्सन करेक्ट भयो है। भनेपछि इन्द्र जात्रा गुणकामदेवले, मानाङ्क मानदेवले, गाई जात्रा हाम्रो जगत प्रकाश मल्लले, मानापाति हाम्रो राम शाहले है। ल 18 नम्बरमा हेरौँ, नेपालमा निर्माण भएको पहिलो चलचित्र कुन हो भनेको छ है। नेपालको नेपाली भाषामा बनेको पहिलो चलचित्र कुन हो भन्नुहोस् त। नेपालमा बनोस् अथवा नबनोस्, नेपाली भाषाको पहिलो चलचित्र कुन हो भनेर तपाईँले कमेन्ट गर्नुहोस् त। ल है म हेर्नेछु। ल 18 नम्बरमा हेर्नुहोस्, नेपालमा बनेको है, नेपालमा निर्माण भएको पहिलो चलचित्र कुन हो भनेको छ। आमा हो कि है, सिन्दुर हो कि, विजेता हो कि, कुनै पनि होइन भनेको छ। र तपाईँले ट्राई गर्नुहोस् त। ल ट्राई गर्नुहोस् त ट्राई। ल मैले भनौँ त। ल नेपालमा बनेको पहिलो चलचित्र हो हाम्रो आमा हो है। आमा चाहिँ हाम्रो नेपालमा बनेको पहिलो चलचित्र हो है। ल 19 नम्बरमा जाम त हामी। ल 19 नम्बरमा गएँ है म। ल मानिसको कुन रगतलाई युनिभर्सल एक्सेप्टरको रूपमा लिन्छ अथवा मानिसको कुन रगतलाई युनिभर्सल एक्सेप्टर भनिन्छ भनेको छ है हामीलाई। ल युनिभर्सल एक्सेप्टर भने के हो? सबै ब्लड ग्रुप चाहिँ के गर्ने? एक्सेप्ट गर्न सक्ने है। ओ पोजिटिभ हो कि है, एबी पोजिटिभ हो कि है, ए पोजिटिभ हो कि बी पोजिटिभ हो है। यो चाहिँ तपाईँले ट्राई गर्नुहोस् त। ल सबै युनिभर्सल एक्सेप्टरको रूपमा चिनिने ब्लड ग्रुप कुन हो? ल एकचोटि ट्राई गर्नुहोस् त। ल ओ पोजिटिभ हो त। ओ पोजिटिभले ए लग्न सक्छ? सक्दैन नि त होइन र।
भनेपछि एबी पोजिटिभ हो नि त हैन र एबी पोजिटिभ है एबी पोजिटिभले ए पनि लग्न सक्छ है बी ब्लड ग्रुप पनि लग्न सक्छ र ओ पनि लग्न सक्छ त्यसैले चाहिँ हामीले एबी पोजिटिभलाई युनिभर्सल एक्सेप्टरको रूपमा हेर्छौं भनेपछि ओ नेगेटिभलाई हामीले युनिभर्सल रिसिभरको रूपमा हेर्छौं के गर्छौं हामीले हैन रिसिभर गर्दैनौं है डोनरको रूपमा हेर्छौं है किन उसले चाहिँ जसलाई पनि डोनेट गर्न पाइन्छ है यसले चाहिँ एक्सेप्ट जसको पनि एक्सेप्ट गर्न सक्छ र ओ नेगेटिभले चाहिँ जसलाई पनि डोनेट गर्न सक्छ है ल अब 20 नम्बरमा जाम है जैविक विविधता हैन है बायोडाइभर्सिटी अथवा जैविक विविधता भन्नुपर्ने जैपी भएछ है जैविक हो है यो चाहिँ जैविक विविधता हो है जैविक विविधताको दृष्टिकोणले विश्वको सबैभन्दा धनी देश कुन हो भनेर सोधिएको छ है हामीलाई जैविक विविधताको दृष्टिकोणले विश्वको सबैभन्दा धनी देश कुन हो भनेर सोधिएको छ हामीलाई र अप्सनहरु हेरौं त नेपाल हो कि है भारत हो कि ब्राजिल हो कि इन्डोनेसिया हो है लक्षित तपाईले ट्राई गर्नुस् त जैविक विविधताको सबैभन्दा धनी देश कुन हो ल तपाईले बुझिसक्नु भयो एकदमै सही भन्नुभएको छ तपाईले ब्राजिल हो है ल अब त्यसपछि 21 नम्बरमा जाम है हामी ल ठीक बेठिक छुट्याउनुस् भनेको छ है र ठीक बेठिक छुट्याउनुस् भनेको छ है हामीलाई ल आइमा हेरौं किरात धर्म विशेष गरी राई लिम्बुले मान्दछन् भनेको छ है ल के भनेको छ किरात धर्म विशेष गरी राई लिम्बुले मान्दछन् भनेको छ हाम्रो अर्को के भनेको छ बोन धर्म नेपालको विशेष गरी उत्तरी भागमा मान्ने गरिन्छ भनेको छ है ल एकचोटी तपाईले सोच्नुहोस् है र यो अलिकति एनालिटिकल क्वेशन होइन ल सजिलै मिलाउन सकिन्छ यो चाहिँ ल हो कि हैन ल मैले भने है किरात धर्म विशेष गरी राई लिम्बुले मान्दछन् भनेको एकदमै सही हो नि हैन र किरात धर्म मान्ने मुख्य जाति हामी किराती धर्म हाम्रो कुन जातिले मान्नुहुन्छ राई जाति र लिम्बु जातिले मान्नुहुन्छ हैन भनेपछि बोन धर्म नेपालको विशेष गरी उत्तरी भागमा मान्ने गरिन्छ भनेपछि हाम्रो उत्तरी भागमा बस्ने अथवा हिमालमा बस्ने जातिका मान्छेहरूले हाम्रो बोन धर्म मान्ने गर्नुहुन्छ है बोन धर्म है तिब्बती है तिब्बतबाट प्रभावित धर्म अथवा तिब्बती धर्म नि भन्छन् होला है ल भनेपछि दुईटै सही भयो भनेपछि दुईटै ठीक भने कता छ हाम्रो सी नम्बर अप्सन भनेपछि सी नम्बर अप्सन करेक्ट भयो है ल हेरौँ है अर्को 22 नम्बरमा हेरौँ सन् 2030 सम्म पूरा गर्ने गरी कतिवटा दिगो विकासका लक्ष्य र परिणात्मक गन्तव्यहरू तय गरिएका छन् है 2030 सम्म कतिवटा लक्ष्य दिगो विकासका कतिवटा लक्ष्य छन् र कतिवटा परिणात्मक गन्तव्यहरू छन् भनेर थाहा पाउनुपर्छ है तपाईले ल हाम्रो अप्सन हेरौँ 17,167 गन्तव्य हो कि है 19,167 गन्तव्य हो कि 17,169 गन्तव्य हो कि 19,149 गन्तव्य हो है दिगो विकासका लक्ष्यहरू कतिवटा छन् र परिणात्मक गन्तव्यहरू कतिवटा छन् भनेर तपाईले थाहा पाउनु पर्ने छ ल तपाईले ट्राई गर्नुस् है ल एकदमै सही भन्नुभएको छ 17,00,000 र 169 परिणात्मक गन्तव्य रहेका छन् है ल हामी 23 नम्बरमा जाम त ल 23 नम्बरमा गए है मैले सी नम्बर अप्सन करेक्ट भयो है यसको चाहिँ है विश्व स्वास्थ्य संगठनको स्थापना कहिले भएको हो है हो छुटेछ सरी विश्व स्वास्थ्य संगठनको स्थापना कहिले भएको हो भनेर हामीलाई सोधेको छ है ल तपाईले ट्राई गर्नुस् त ल सन् 1945 मा हो कि है सन् 1947 मा हो कि सन् 1948 मा हो कि सन् 1950 मा हो है सन् 1950 मा हो है कहिले हो एकचोटी तपाईले ट्राई गर्नुस् त एकचोटी ल भनौ त म ल यसको सही उत्तर कुन हो त हाम्रो सन् 1948 हो है अप्रिल 7 मा हो नि हैन र विश्व स्वास्थ्य दिवस पनि हामीले कहिले मनाउँछौं अप्रिल 7 मा हैन र ल के हो किन भन्नुस् त तपाईले मलाई हो है ल 1948 मा हाम्रो विश्व स्वास्थ्य संगठनको स्थापना भएको हो है ल 24 नम्बरमा हेरौं अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक को हुन् भनेर सोधिएको छ है यो एकदमै चर्चित बुक हो है र सोधिएको पनि छ है धेरै चोटी है ल अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक को हुन् भनेर हामीलाई सोधिएको छ है र हाम्रो अप्सनहरु के छ हेरौं त रमेश विकल हुन् कि है इन्द्रबहादुर राई हुन् कि है हाम्रो देवकुमारी थापा हुन् कि है हाम्रो लीलबहादुर छेत्री हुन् है ल एकचोटी हेर्नुस् त अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक कुन भनेर हामीलाई सोधिएको छ है कुन हुन् होला है कुन लेखक चाहिँ अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक हुन् है एकचोटी तपाईले ट्राई गर्नुस् है ल एकचोटी ट्राई गर्नुस् है ल यसको सही उत्तर के हो त रमेश विकल हो है के रहेछ रमेश विकलले के गरेका रहेछन् अविरल बग्दछ इन्द्रावती लेखेका रहेछन् है कृतिका लेखक को रहेछन् र रमेश विकल ल 25 नम्बरमा हेरौं
दुधको शुद्धताको परीक्षण गर्ने मेसिनलाई के भनिन्छ भनेर हामीलाई क्वेशन सोधेको छ। के भनेको छ? दुधको शुद्धताको परीक्षण गर्ने मेसिनलाई के भनिन्छ भनेर हामीलाई क्वेशन सोधेको छ। हाम्रो अप्सनहरु के छ? पोलिग्राफ हो कि है, ल्याक्टोमिटर हो कि, टेलिमिटर हो कि है, ब्यारोमिटर हो है। ल एकचोटी तपाईले भन्नुस् त कुन हो दुधको शुद्धता नाप्ने यन्त्र? ल तपाईले एकदमै सही भन्नुभएको छ, ल्याक्टोमिटर है। ल्याक्टोमिटरले चाहिँ हाम्रो दुधको शुद्धता मापन गर्ने गर्दछ। ल 26 नम्बरमा हेरौं। सन् 1992 मा भएको पृथ्वी सम्मेलनसँग नभएको एजेन्डा कुन हो भनेको छ है। 1992 मा कहाँ भएको थियो? ब्राजिलको रियो द जेनेरियोमा भएको थियो हैन। भनेपछि त्यो पृथ्वी सम्मेलनसँग नभएको एजेन्डा हैन, पृथ्वी सम्मेलनसँग के अरे कनेक्ट नभएको अथवा त्यसबाट चाहिँ त्यसको एजेन्डा कुन चाहिँ होइन भनेर सोधेको छ हामीलाई हैन। अप्सन ए मा के छ? हाम्रो ग्लोबल 500 है। हाम्रो बी नम्बर अप्सनमा के छ? एजेन्डा 21 है। सी नम्बर अप्सनमा के छ? जैविक विविधता। डी नम्बर अप्सनमा के छ? मौसम परिवर्तन है। यसको त एउटा ट्रिक पनि थियो नि हैन र? ल भन्नुस् त एकचोटी। ल म भन्छु नि ट्रिक पनि। ल भन्नुभयो? ल मैले भने हाम्रो 1992 को हाम्रो पृथ्वी सम्मेलनको तरिका के थियो? हाम्रो ए है, बी र सी गर्यो भने एबीसी गर्दा हुन्थ्यो। यसमा दिएको मध्ये चाहिँ एबीसी है, एबीसी गर्दा हुन्थ्यो। एफ पनि हो है, एबीसी एफ हो हुन्छ है, एबीसी एफ हो है। ल यसको अर्थ पनि म भन्छु है त। ए भनेको चाहिँ के? एजेन्डा 21 है। के रहेछ? एजेन्डा 21 है। बी भनेको चाहिँ के हो? बायोडाइभर्सिटी। बायोडाइभर्सिटी यता छ नि हैन। भनेपछि जैविक विविधता छ। सी भनेको चाहिँ के हो? क्लाइमेट चेन्ज हो है। क्लाइमेट चेन्ज छ। यो चाहिँ एफ भनेको चाहिँ फरेस्ट कन्जर्भेसन हो है, वन जोगाउने कुरा है, त्यस्तो कुराहरु थियो। तर ग्लोबल 500 भनेको त धेरै फरक कुरा है। ग्लोबल 500 भनेको त एउटा वातावरणको एउटा पुरस्कार होइन र है। ब्लू प्लानेट है, ग्लोबल 500 हैन, गोल्डम्यान इन्भाइरोमेन्टल प्राइज यस्तो त यो त के हो? वातावरणसँग सम्बन्धित पुरस्कार पो हो त हैन र? यो त एजेन्डा 21 भन्ने त हाम्रो एजेन्डाहरु हो, त्यो चाहिँ लागू गर्ने कुराहरु पर्छ हैन। यो चाहिँ धेरै फरक कुरा भयो। ल 27 नम्बरमा हेरौं। तलका मध्ये कुन जिल्लामा सबैभन्दा धेरै जनसंख्या रहेको छ है? तलका मध्ये दिएको छ हामीलाई जिल्लाहरु र त्यसमा चाहिँ सबैभन्दा हामीले धेरै जनसंख्या भएको जिल्ला हामीले टिक लगाउनु पर्ने छ है। हाम्रो जिल्लाहरु हेरौं। नेपालगञ्ज दिएको छ है। हाम्रो अर्को के दिएको छ? प्युठान दिएको छ है, सल्यान दिएको छ र बैतडी दिएको छ है। 78 सालको अनुसार सबैभन्दा धेरै दिएको मध्ये चाहिँ कुनमा चाहिँ सबैभन्दा धेरै जनसंख्या छ त हेर्नुस् त। तपाईले सजिलै भन्न सक्नुहुन्छ है। कुन हो त? नेपालगञ्ज हो हैन। नेपालगञ्जमा त हाम्रो उपमहानगरपालिका पनि छैन नि हैन र? नेपालगञ्ज उपमहानगरपालिका पनि छ नि त हैन र? ल 28 नम्बरमा हेरौं। जैविक विविधता दिवस कहिले मनाइन्छ है? जैविक विविधता दिवस कहिले मनाइन्छ हामीलाई क्वेशन सोधेको छ है। ल तपाईले ट्राई गर्नुस् त। मे 22 हो कि, अप्रिल 2 हो कि है, अप्रिल 22 हो कि है, जुन 2 हो। ल एकचोटी तपाईले ट्राई गर्नुस् त। मे 22 हो कि, अप्रिल 2 हो कि, अप्रिल 22 हो कि, जुन 2 हो। ल तपाईले भन्नुस् त। ल म भनौं है। ल एकदमै सही भन्नुभएको छ। मे 22 मा है। मे 22 मा के रहेछ? जैविक विविधता दिवस रहेछ है। ल 29 नम्बरमा जाम। दिएका भनाइहरुमा विचार गरी ठीक विकल्प छान्नुहोस् भनेको छ है। हामीलाई विकल्पहरु दिएको छ र कुन चाहिँ ठीक हो भनेर हामीले छान्नु पर्ने छ। र अप्सनमा हेरौं। आइमा हेरौं। जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाल र हिम नदीमा पर्दछ भनेको छ है। जलवायु परिवर्तनको प्रभाव हिमाल र हिम नदीमा पर्छ कि नै त? पर्छ, पक्कै पनि पर्छ। किनभने हिमालहरु हिउँहरु पग्लिदै जान्छ, हिम नदीहरु चाहिँ बढ्दै जान्छ हैन। समुद्रको के भन्छ त्यसलाई, हाइटहरु बढ्दै जान्छ हैन। हो त्यसरी चाहिँ के हुन्छ? हिमाल र हिम नदीमा नि प्रभाव त स्योर नै पर्छ। र वायु प्रदूषण वातावरणीय प्रदूषणको एकमात्र कारण हो है। वातावरणीय प्रदूषण जे पनि हुन्छ त्यसको एउटा कारण वायु प्रदूषण मात्र हो त? वायु प्रदूषण गरेर मात्र हाम्रो वातावरणीय प्रदूषण हुन्छ त? होइन नि त हैन। एउटा मात्र कारण होइन है। भनेपछि यो के भयो? आई चाहिँ ठीक भयो। आई चाहिँ के भयो? बी ठीक भयो। भनेपछि हाम्रो आई ठीक, आई बी ठीक, आई ठीक, एक ठीक दुई बी ठीक भनेपछि के भयो? डी नम्बर अप्सन करेक्ट भयो त। ल 30 नम्बरमा जाम है त। 30 नम्बरमा जानुभन्दा पहिला तपाईले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। र मैले भने नि तपाईले 100 वटा कमेन्ट गर्नुभयो भने ल छिटै लामो भिडियो है, लामो खालको भिडियो, एकदमै डिटेल्ड भिडियो, त्यसमा चाहिँ धेरै नै क्वेशनहरु हुनेछन् है। त्यस्तो भिडियो पनि आउने छ है। तपाईले 100 वटा कमेन्ट गर्नु पर्यो र पेजमा है, फेसबुक पेजमा गएर है, टिकटकमा जादा पनि हुन्छ र फेसबुकमा गएर
तपाईले चाहिँ पेजलाई लाइक गर्नु पर्यो है त्यति चाहिँ गर्नु पर्यो है तपाईले यति चाहिँ गर्नुभयो भने तपाईको लागि धेरै लामो भिडियो डिटेल्ड भिडियो त्यो पाठबाट आउन सक्ने लगभग धेरै क्वेशनहरु समावेश गरिएको भिडियो आउँछ है र मोडल सेट पनि ल्याम कि नल्याम है त्यसपछि फेरि पनि है डिटेल भिडियो ल्याम कि मोडल सेट ल्याम तपाईले एकचोटी त्यसको लागि पनि मलाई सजेसन दिनु होला है कुन ल्याउँदा चाहिँ ठीक होला कमेन्ट त्यो पनि गर्नु होला नि है ल हाम्रो 30 नम्बरमा हेरौं समूह आई र समूह आई बीच जोडा मिलाउनुहोस् भनेको छ है र कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ है हाम्रो समूह आई र समूह आई दिएको छ है र हाम्रो विमानस्थल दिएको छ भनेपछि त्यो विमानस्थल कुन जिल्लामा छ भनेर हामीले थाहा पाउनु पर्ने छ है र हाम्रो अप्सनहरु के छ हेरौं है र जुफाल विमानस्थल छ है सल्ले विमानस्थल छ मनमाया विमानस्थल छ र हाम्रो ढोरपाटन विमानस्थल छ हाम्रो जिल्लाहरु कुन कुन छ बागलुङ छ है खोटाङ छ रुकुम छ र हाम्रो डोल्फा छ है भनेपछि हाम्रो एकचोटी तपाईले ट्राई गर्नुस् त ल मैले भनम त ल जुफाल विमानस्थल कता छ डोल्पामा छ है डोल्पाको एकमात्र विमानस्थल कुन हो जुफाल विमानस्थल है र हाम्रो सल्ले विमानस्थल कुन कहाँ छ त सल्ले विमानस्थल रुकुममा छ है रुकुममा छ अब मनमाया विमानस्थल कता छ त हाम्रो खोटाङमा छ है ढोरपाटन विमानस्थल कता छ त बागलुङमा छ है भनेपछि हाम्रो कुन अप्सन करेक्ट भयो हेर्नुस् त ए को 4 बी को 3 है सी को 2 भनेपछि हाम्रो बी अप्सन करेक्ट भयो हैन भनेपछि बी अप्सन करेक्ट भयो ल भिडियोलाई अन्तिमसम्म हेर्दिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद तपाईले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिराख्नु होला किनभने तपाईले फेरि पनि भिडियो हेर्न चाहिन्छ नि है अनावश्यक भिडियो आउँदै आउन्न यसमा है सो त्यसैले तपाईले सब्स्क्राइब गरेर राख्नु होला र आउँदा दिनहरुमा कस्तो भिडियो ल्याउने भनेर तपाईले मलाई सुझाव सल्लाह प्रतिक्रिया दिन सक्नुहुन्छ है त्यस्तै टाइपको भिडियो तपाईले जस्तो भिडियो मन पराउनुहुन्छ मैले पनि त्यस्तै भिडियो ल्याउने ट्राई गर्नेछु तपाईले सब्स्क्राइब कमेन्टहरु गर्नुभयो भने लाइक गर्नुभयो भने राम्रो राम्रो कमेन्ट गर्नुभयो भने मलाई पनि मोटिभेसन हुन्छ ताकि मलाई पनि मेरो सब्स्क्राइबरले हेर्न चाहनु हुने रहेछ भन्ने मलाई फिल हुन्छ र धेरै नै मेहनत गरेर भिडियो बनाउन मन लाग्छ है ल थ्यांक यू त्यसको लागि ल सबैलाई धेरै धेरै धन्यवाद ल भिडियोलाई अन्त्य गरौँ है ल